हेलो गाइस, यो हाम्रो यतातिरको मदन भण्डारी राजमार्ग बन्दैछ। अब तपाईहरुको जस्तो एकदम सबै मिसिन सिस्टमले काम हुने त्यस्तो हुँदैन। हाम्रो यहाँ यस्तो जटिल तरिकाले काम हुन्छ। यस्तो हेर्नुस्, यस्तो तरिकाले काम हुँदैछ क्या, किनकि यो एकदम दुर्गम क्षेत्र हो। हाम्रो नेपालमा यसरी नै काम हुन्छ। हेर्नुस्, घाम माथि गिरेको छ। यतातिर यस्तो छ। अहिले समथिङ दिउँसोको 3:30 बजिरहेको छ, तर घाम गइसकेको छ। नदीको किनारै भएर ऊ बन्छ क्या, रोड बन्छ। यो पहाडी इलाकामा चाहिँ यसरी रोड बनाउनुको कारण कस्तो भनेपछि नदीको किनारै रोड बनाएपछि अलिकति सर्ट रोड अलिक कम पर्छ, सर्टेज पर्छ भनेर यस्तो गराउँछ भनेर भन्छ के। खै यो टेक्निकल सिस्टम हामीले त अब बुझेको छैनौँ, तर त्यस्तो हो भनेर भन्छ। खै खासै बुझ्न सकेको छैन के हो कसो भने। खै यस्तो काम चलिरहेछ। वहाँबाट एउटा दिदी आइरहनु भएको छ। यतिखेर हाम्रो पनि भोलिको दिन रोड बनाएर हामी पनि सर हिँड्ने हो कि यसमा। मदन भण्डारी राजमार्ग भन्छ भनेपछि मदन भण्डारी हाइवे। हेर्नुहोस्, यतातिरको गाउँ यस्तो हुन्छ, एकदम पातलो क्या। पहाडी इलाकाको गाउँ भने यस्तो हुन्छ। अहिले म घर जाँदै गरेको बेला चाहिँ अलिकति हजुरहरूलाई रेकर्ड गरेर देखाऊँ कि भन्ने सोचाइले म रेकर्ड गरिरहेको। अब साथीहरूले के भन्नु होला भनेपछि, ए पहाडको गाउँ त हाम्रो पनि पहाडै पर्छ हजुर भनेर भन्नुहुन्छ होला। हजुरलाई म पहाड देखाउँछ है, हाम्रो चाहिँ कति ठुलो पहाड हुन्छ भन्ने कुरो। हेर्नुहोस् माथितिर यस्तो चाहिँ सिधै माथितिर यति अग्लो पहाड हुन्छ। हामी तल छौँ, सिधै माथि हेर्नुहोस्, यति अग्लो पहाड हुन्छ क्या माथि, नाङ्गो पहाड। अनि यहाँ यस्तो रोड बनाउँदैछ। अझै पनि हाम्रो नेपालमा यति इमान्दारी छ क्या। यत्रो सामान यता फालेको छ, यहाँ एउटा पनि सिक्युरिटी गार्ड छैन, केही छैन, तर सामान पुरा सेभ हुन्छ कि यहाँ। कोहीले पनि केही लगेर जाँदैन। हेर्नुहोस्, यिनी हाइवेका सामान हुन्। हेर्नुहोस्, सबै बाहिर फालेको छ। कोहीले यहाँबाट कि चोर्ला भन्ने हुन्न क्या। हेर्नुहोस्, यहाँ हाम्रो नेपालमा चोरी हुन्छ भन्ने हुँदैन। कसरी यो पारि बल्बोको मिसिन त्यहाँनिर बसेको छ, यहाँबाट एउटा नट पनि कोहीले लगेर जाँदैन।
त्यत्रो पाइप यहाँ फालेको छ, मिसिन छ हेर्नुहोस्, टारका जालीहरू छन्, त्यस्तो फलामको प्लेटहरू छन्, लोहा प्लेटहरू, त्यस्तो केही हुन्न यहाँ। जे जस्तो भयो भने हाम्रो नेपालमा चाहिँ चोरी हुँदैन है, यति त इमान्दारी छ हाम्रो नेपालमा।